यहाँहरूलाई थाहा नै छ हिमाल विशेष कार्यक्रम प्रत्येक हप्ता शनिबार एभिन्यूज टेलिभिजनमा साँझ 6:30 बजे प्रसारण हुने गर्दछ र कार्यक्रमको पुनः प्रसारण प्रत्येक आइतबार दिनको ठीक 3 बजे हुनेछ। नेपालका हिमाली क्षेत्रमा बसोबास गर्ने हिमाली आदिवासीहरूको जीवन शैली, धर्म र संस्कृति, परम्परा तथा उनीहरूको जीविका तथा सामाजिक, आर्थिक र राजनीतिक सवालहरूलाई विशेष रूपमा उठाउन हिमाल विशेष कार्यक्रम सञ्चालन भएको हो। हिमाली आदिवासीहरूको हजारौं वर्ष पुरानो समृद्ध धर्म, कला, संस्कृति, परम्परा र रीतिरिवाज बारेमा आम नेपालीहरूले आजसम्म पनि सही जानकारी पाउन सकिरहेका छैनन्। त्यसैले गर्दा धेरै नेपालीहरूमाझ हिमाली आदिवासीहरूको राष्ट्रियतादेखि लिएर उनीहरूको धर्म, संस्कृति, परम्परा र रीतिरिवाज सम्बन्धी धेरै भ्रमपूर्ण दृष्टिकोणहरू विद्यमान देखिन्छ। जातीय तथा क्षेत्रीय उत्पीडनमा परेको हिमाली आदिवासीहरूको सवालहरू बारे नेपालमा जति बहस र छलफल हुनुपर्ने त्यो हुन सकिरहेको छैन। हामीले यस कार्यक्रम मार्फत ती सवालहरूलाई आम नेपालीहरूमाझ बहस र छलफलमा ल्याउने प्रयास गरिरहेका छौं। यसै सिलसिलामा आज हामीले यस साताको समाचार विशेष नामको पछाडि थर लेख्ने चलन नभएको जाति हिमाली आदिवासी सम्बन्धी एक सामग्री साथै ओलाङ चुङ्गोला सम्बन्धी र समसामयिक विषयमा जोदेन उक्यापसँग गरिएको कुराकानीलाई प्रस्तुत गर्दछौं। हिमाल विशेष कार्यक्रमको सुरुवात गरौं यस साताको समाचार विशेषबाट। गत असार 18 गते नेपाल बौद्ध महासंघद्वारा काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गरियो। कार्यक्रममा तिब्बतीको आशंकामा नेपाली भिक्षुहरूलाई सुरक्षाकर्मीहरू